सम्पूर्णलाई हो नमस्कार। अहिले चाहिँ हामी टेम्केमै गाउँपालिकाको छिनाम कुसिरान होमस्टे भन्ने ठाउँमा आइपुगेको छौँ र यहाँबाट हाम्रो चाहिँ आज टेम्के गाइजहरू डाँडाको यात्रा हाम्रो हुँदैछ टेम्के डाँडाको र यो टेम्के हाइकिङ डाँडाको हुँदैछ अहिले। यात्राको क्रममा हामी माथि हामी टेम्के डाँडा जाँदैछौँ। यो साकेला जङ्गलको गाउँपालिका बाटोमा र हामी हिँडिरहेको छौँ। हामी चाहिँ भोजपुर अहिले टेम्के टेम्केमै गाउँपालिकाको सीमानामा गाउँपालिकाको पर्ने यो स्थानतिर एउटा रहेको छौँ र हामी पर्यटकीय जाने स्थल हो। क्रममा चाहिँ यहाँ हाइकिङ त्यहाँ हामी यसरी गर्दै गर्दै टेम्के गाइजहरू डाँडासम्म हामी जाने चाहिँ योजना गरेका यहाँनिर छौँ एकछिन र हिँड्ने त्यो भनेर मास्तिर बाटो हिँडिरहेछौँ। देखिरहेछ, माथि बाइक पनि आइसकेको ल रहेछ। गाइजहरू अहिले अहिले चाहिँ भर्खरै हामी हामी भर्खरै गाइजहरू आज टेम्के डाँडा आइपुगेको छौँ। यो टेम्के फागुन 20 डाँडाको गतेको दिन भ्यू टावर हो। टेम्के डाँडा आइपुगेका छौँ। पहिले चाहिँ यहाँ यस्तो यस्तो थिएन, रमणीय स्थल एउटा बिहानको कत्रे सुन्दर डाँडा, मौसममा रमणीय डाँडा हामी थियो। अहिले टेम्के चाहिँ यहाँ डाँडाको विभिन्न खालको संरचनाहरू बनाएको रहेछ भ्रमणको लागि र अर्थात् यो दर्शनको लागि संरचना आएको छौँ। यो चाहिँ बनाएपछि साकेला अनुदान गाउँपालिका आयो र तर यो पुरै भोजपुरको बनाइसकेको थिएन, टेम्केमै गाउँपालिका साधारण मात्रै स्थित रहेको गरिरहेको थियो। टेम्के डाँडाको यो काम भ्यू मात्रै टावर। सुरुवात गरिरहेको थियो अनि हामी र चाहिँ यहाँ अब यहाँनिर चाहिँ अहिले हामी यहाँ टेम्के मन्दिर जान डाँडाको खोज्दैछौँ बिचमा रहेको मन्दिर गाइजहरू। छ। यो र मन्दिरमा यस्तो हामी जाने रमणीय वातावरण ठाउँमा गर्दैछौँ। तपाईँहरूको पनि त्यहाँ गएर हामी आगमन घुम्दै रहोस् भन्न बस्दैछौँ। चाहन्छु उहाँ र जाँदै अनुरोध हुनुहुन्छ गर्न र मैले चाहन्छु। चाहिँ यता साइडमा म चाहिँ अब यहाँ झोला झोला राखेर यो राख्ने योजना टेम्के गरेको छु र त्यो झोला राखेर मन्दिरको त्यो भित्रतिर जाँदैछु मन्दिरसम्म जानेछौँ र यहाँ चाहिँ र रोकेर मन्दिरको जाने भागहरू मैले पहिले पनि छ देखाइसकेको थिएँ र तपाईँहरूलाई हामी र यो त्यो टेम्के डाँडाको मन्दिरमा सबै दृश्यहरू पसेर देखाउनेछौँ। हामीहरू त्यहाँबाट त्यसपछि त्यस मन्दिरबाट हामी फेरि सरर उता सिकारी थान भन्ने ठाउँ छ। उता चाहिँ साकेला गाउँपालिका को क्षेत्र पर्छ तर साकेला गाउँपालिकाको क्षेत्रपट्टि चाहिँ सिकारी थान छ। त्यो सिकारी थान चाहिँ एकदम भिरालो ठाउँमा छ। अनि त्यहाँ हामी बिस्तारै बिस्तारै डढाउँदै जाँदैछौँ। अनि त्यहाँ गएर हामी त्यो सिकारी थानको थोरै दृश्य देखाउनेछौँ र त्यो डाँडाबाट सरक्क हेर्दाखेरि यस्तो रमणीय ठाउँ देखिन्छ तलतिर, हेरौँ हेरौँ लागिरहन्छ। र त्यहाँ मुनि चाहिँ हामी सिकारी थानमा झरिसक्यौँ र यो सिकारी थानमा चाहिँ हामी भेती चढाउने को लागि यहाँ झोलाबाट पैसा निकाल्दैछौँ र त्यो चढाइसकेका छौँ र हामी यहाँबाट चाहिँ सरक्कसँगले अति सुन्दर जङ्गल, चारकोसे झाडी जस्तो पहाडले बनेको डाँडाभन्दा बादल तल देखिएको छ। यो चाहिँ साकेला गाउँपालिकापट्टि पर्ने दृश्य हो र यो डाँडाबाट हामी त्यहाँबाट फेरि फर्केर चाहिँ हामी यता डाँडातिर आउँदैछौँ र यो डाँडातिर आउँदै गर्दाखेरि हामी अगाडि चाहिँ माया चामलिङ र म पछाडिबाट चाहिँ माया चामलिङको भिडियो बनाइरहेको छु र पर पुग्न लाग्यौँ र पर पुगिसकेपछि उसले कहाँ आउँदैछ मेरो साथी भनेर उसले यता हेर्दैछ र सम्पूर्णमा हो म त्यो नमस्कार। सिकारी यतिखेर थानबाट चाहिँ म फेरि हामी यसरी समुद्र फर्कने सतहबाट कार्यक्रममा चाहिँ यसरी फर्कँदैछु। 3100 म चाहिँ अहिले मिटर यो अग्लो टेम्के डाँडा समुद्र कि सतहबाट साकेला गाउँपालिका 3100 मिटर खोटाङ र अग्लो डाँडा टेम्केमै टेम्के गाउँपालिकाको डाँडाको सिमानामा चुचुरामा पर्ने आइरहेको छु यो टेम्के र त्यो डाँडाको सिकारी अग्लो थानको पूजा चुचुरामा पश्चात आइसकेको छु म र चाहिँ अहिले अहिले चाहिँ म त्यहाँबाट यता त्यहाँको यो फर्किँदैछु। यता फर्किने के अरे सिकारी क्रममा थान चाहिँ पूजा त्यहाँ गर्ने ठाउँतिर बाटो गएर ढुङ्गाहरूको सरक्कसँगले फेरि अप्ठ्यारो म यसरी बाटोहरू छ फर्काउँदैछु र त्यो र यो बाटोहरू हेर्दै टेम्के हेर्दै म डाँडाको आउँदैछु अनि रमणीय चट्टानले भरिएको स्थलबाट छ मैले र विभिन्न त्यहाँबाट उँधो ठाउँहरूको दृश्य यस्तो रमणीय भूगोलको दृश्यहरू क्षेत्रको देखिन्छ कि यो भिडियोहरू अपलोड कल्पना गर्नेछु र गरेभन्दा तपाईँहरूले यो उत्कृष्ट राम्रो मैले ठाउँ छ लगाएको भिडियोलाई र हेरेर तपाईँहरू सेयर पनि त्यहाँ सब्सक्राइब गरिदिनुहुन्छ भने आउनुहोस् भन्ने मेरो अनुरोध। र हामी त्यहाँ आउँदै बाटोमा ढुङ्गाको थुप्रो देख्यौँ र ढुङ्गा थुप्रो देखेपछि त्यहाँ चाहिँ मन शान्ति गर्नको लागि ढुङ्गाको सानो मन्दिर चुचुरो बनाउँदैछौँ र त्यहाँबाट उता हामी डाँडामा चाहिँ कस्तो छ भनेर डढाउँदै त्यो डाँडाबाट उद्धोको दृश्य हेर्नको लागि हामी त्यहाँ गइरहेका छौँ र उसले त्यहाँबाट यसो हेरेर यसो फर्किँदैछ। अनि त्यहाँबाट फेरि हामी यसरी फर्क्यौँ र यो अझ त्योभन्दा अलिकति माथि अग्लो डाँडा छ। त्यो डाँडामा जानको लागि हामी उकालो यसरी चढ्दैछौँ। उकालो चढ्दै जाँदैछौँ अनि त्यहाँ माथि गएर पनि हामी हेर्छौँ। अनि त्यो डाँडामा पुग्दै गर्दाखेरि चाहिँ यस्तो रमणीय दृश्य छ। अनि चराहरू सरर उडेर गएर आमै कस्तो राम्रो चराहरू उडेर गयो हेर्नुहोस् त भनेर भन्दैछ ऊ, खुसीले गदगद भइरहेको छ। फेरि हामी त्यहाँबाट चाहिँ एकछिन यसो गरेर फेरि अझै त्यो माथिल्लो घरसम्म जाने निधो गर्दैछौँ। त्यो एउटा सानो घर छ त्यहाँ बनाएको घर, त्यो घर जाने उकालो बाटो छ, पोथ्राले भरिएको सुन्दर एउटा मनोरह मनको दृश्यहरूलाई भौतारिरहेको मनहरूलाई जाने अनि त्यहाँ चाहिँ गलेर थकान लागेर बसेको अनुभूति गरेको छौँ। एकछिन यो त्यहाँ चाहिँ टेम्के बसेर अब डाँडाको फेरि चाहिँ हामी चाहिँ टावर हो। यतापट्टि आइसकेका यो छौँ कि यो टावरकोमा पनि म चाहिँ पस्नेछु र टेम्के डाँडामा यहाँबाट बनेको देखिने भ्यू दृश्यहरूको टावर हो। मनोरह जुन भ्यू तपाईँहरूलाई टावर गराउनेछु।
यता देखि पर यता समनेश्वरी हेर्दाखेरि आज आज पनि बिहानैदेखि यति धेरै थुप्रै थुप्रै पर्यटकहरू पर्यटनहरू आइसकेको आइरहेको हामीले देखेका देखिन्छ छौँ। र तल तल यस्तो रमणीय तल यो ठाउँहरू साकेला एकदमै गाउँपालिकाको क्षेत्रहरू उत्कृष्टता देखिरहेको र छ। तल पहाडै पूजा गर्ने पहाडले ठाउँसम्म साना मान्छेले फेरि ठुला गइरहेको छ। चुचुराहरूले भरिएको देखिन्छ। पहाडहरूले ढाके जस्तो देखिन्छ भने यहाँ चाहिँ माया चामलिङ राई चाहिँ म टेम्के डाँडाको यस्तो सुन्दर ठाउँमा आइपुगेँ र मलाई एकदम हर्षले गदगद भएको छु, एकदमै खुसी व्यक्त भएको छु भन्दैछन् भने फेरि हामी चाहिँ यो टावरसम्म जाने निधो गरेर हामी त्यो टावरसम्म जाने जमर्को गर्दैछौँ र म पछाडिबाट भिडियो बनाउँदैछु भने ऊ अगाडिबाट हिँडिरहेको छ। उहाँले मलाई साथ दिइराख्नु भएछ यो टेम्के डाँडा घुम्नको लागि भने उसले चाहिँ एकदमै म यो टेम्के डाँडाको माथिल्लो तला पसेर यस्तो घुमेर रमाउँदैछ कि मलाई यति उत्कृष्ट लाग्यो यो ठाउँ भनेर छ। जस्तै हामी त्यहाँ माथि पसिसकिसकेपछि उसले चाहिँ रमाएर त्यहाँबाट चाहिँ त्यो टेम्के डाँडाको टावरमाथि भिडियो यसरी बनाउँदैछ र उसले चाहिँ आफ्नो मन खुसीले र उसले त्यहाँबाट टिकटक बनाउने क्रममा एउटा भिडियो पनि मैले उसको बनाउँदै देखिरहेको छु र तपाईँहरू सम्पूर्णलाई म नमस्कार हौवा भन्न चाहन्छु।